हामीले हरेक बिदाको दिनलाई नयाँ तरिकाले सेलिब्रेसन गरेका छौँ। त्यो पनि प्रत्येक नयाँ नयाँ ठाउँमा गएर तपाईँलाई नयाँ नयाँ भिडियो बनाएर देखाउँदैछु मैले। रामातगानमा त बसिरहेको छ हो। ल अझ आज हामी चाहिँ रामातगान नेसनल पार्क जाने प्लान छ। हेरौँ के हुन्छ अब। हामी जाँदैछौँ अहिले हामी कहाँ छौँ? इजरायलको रामातगानमै छौँ हामी। तर हामी आज रामातगान नेसनल पार्क जाँदैछौँ। अब हामी त्यहाँ पारी गएर गाडी चढ्छौँ। हाम्रो प्लान त सी जाने थियो, तर हामीले त्यो क्यान्सल गरेर आज हामी रामातगान नेसनल पार्क जाने प्लान बनायौँ, जसको लागि हामी गाडी चढ्नको लागि बस स्टेसन पुग्यौँ र गाडी चढी हामी अब रामातगान पार्कतर्फ जाँदैछौँ। जुन हाम्रो रामातगान अथवा बाइलेक स्ट्रिटदेखि 19वटा स्टेसन देखाएको छ। यो गुगल म्याप हेर्दैछु मैले। इजरायल एउटा मरुभूमिको देश भए पनि यहाँ जतासुकै देख्न सक्नुहुन्छ बाटोमा बोट बिरुवाहरू प्रशस्त छ र जति गर्मी भए पनि बाहिर त्यति गर्मीको फिल छैन। बाटोमा फुलहरू पनि प्रशस्त लगाएको छ र अहिले हामी रामातगान पार्कमा पुगिसक्यौँ र यहाँको दृश्य देखाउन जाँदैछु तपाईँलाई, जहाँ पार्क एकदमै ठुलो एरियामा फैलिएको छ र मान्छे हिँड्नको लागि, साइकल हिँड्नको लागि छुट्टा छुट्टै लेन पनि बनाएको छ। तपाईँले हेर्न आज यहाँको टेम्परेचर 25-26 थियो र हामी त्यही पनि पार्कमा 3 घन्टा जति घुम्यौँ र यहाँ एकछिन बसेर भिडियो पनि लियो, फोटो पनि खिच्यो र यहाँ पार्कमा गर्मीको सिजनमा आराम गर्नको लागि सुत्ने ठाउँ पनि रहेछ र हामी सुत्यौँ पनि। त्यहाँ सुतेर केही समय रेस्ट पनि गऱ्यौँ र वरिपरिको दृश्य लियौँ, भिडियो। इजरायलमा मान्छेले आफ्नो शारीरिक स्वास्थ्यको एकदमै ख्याल गर्ने गर्छ। अहिले बाहिरको मौसम यति गर्मी भए पनि दाइ रनिङ गर्दै हुनुहुन्छ र हामीले यहाँ क्याक्टस पनि देख्यौँ र यहाँ धेरै थरीको क्याक्टस थियो जुन पार्कभित्र थियो र हामी त्यो पार्कभित्र जुन शुल्क लाग्ने थियो र त्यहाँ एउटा वन्यजन्तुहरू पनि थिए, तर हामी चाहिँ पसेनौँ किनकि हामीले वन्यजन्तु नेपालमै देखिरहेका थियौँ र यहाँ त्यति इन्ट्रेस्टिङ भएन। भित्र पसेन। हामीले बाहिरको एरियाको लगभग भिडियो बनाएर अब हामी रुमतर्फ जाने प्लान बनाएर लगभग 3 घन्टाको यो वाकिङ हेराएपछि हामी अब रुमतर्फ जाने प्लान बनाएर एक्जिटको बाटो हामी हुँदै निस्क्यौँ। अब हाम्रो गुगल म्याप अनुसार लगभग 15 मिनट अर्थात् 1 किलोमिटर हिँडाएपछि हामी बस स्टेसनमा पुग्छौँ र हामी फेरि 67 नम्बरको बस चढेर रुमतर्फ फर्क्यौँ र हामी रुममा पुग्दा साँझको 5 बजिसकेको थियो र केही किनमेल गऱ्यौँ र साथीहरू भलिबल खेल्न जानको लागि रेडी भएको रहेछ र साथीसँग भलिबल खेल्न गयौँ। आजको दिन यसरी नै बित्यो।